सो हेलो गाइस, गुड मर्निङ द न्यू डे एन्ड न्यू त स्वागत छ तपाईँलाई आजको नयाँ एउटा अर्को ब्लगमा। सो आजको चाहिँ हाम्रो हुन गइरहेको छ सिधा मेरो रुमभित्रकै। आज चाहिँ म रुममा के गर्छु त्यो कुरा तपाईँलाई देखाउने गइरहेको छु होइन। सो सबैभन्दा पहिला चाहिँ देखाउनु पर्दाखेरि यहाँ देख्न सक्नुहुन्छ मेरो बेड यस्तो 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 टाइपको रेड 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 होइन। अनि यो चाहिँ झोला, यस झोलाभित्र चाहिँ के होला त्यो चाहिँ हामी हेर्छौँ। यहाँ चाहिँ केही छैन। यहाँ चाहिँ एउटा माइक छ गाइस, जुन माइक चाहिँ मैले अहिले युज गरेको छैन किनभने चाहिँ रुमभित्र युज नगर्दा नि चल्छ होइन। यस्तो माइक रहेको छ। राम्रोसँग देखाउँ त, खै देखेँ त बाबु, K9 माइक, K9 को यो जापानिज प्रोडक्ट होइन। त्यही नै हो। अरू यहाँ अर्को पनि छ। यहाँ चाहिँ के छ भने चाहिँ अर्को फोन कुलर छ है त। कहाँ गयो मैले चाहिँ गेम खेल्थेँ क्या, खासमा त्यो गेम खेल्दाखेरि फोन चाहिँ नतातियोस् भनेर यस्तो किनिदियो गाइस। पैसा खर्च गर्नु त छ जताबाट होइन, के गर्ने त नि, यस्तो किनिदिएको गाइस। यिनीहरू यहाँ चाहिँ अरू सामानहरू छ। सो यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ गौतम बुद्धको होइन, जय गौतम बुद्ध। यहाँ चाहिँ पात्र छ, भित्ते पात्र। यो चाहिँ कति सालको हो, यो पुरानो पात्र हो, नयाँ पात्र यहाँ चाहिँ गाइस यता देख्न सक्नुहुन्छ। यो चाहिँ नयाँ पात्र हो र यो चाहिँ हाम्रो BBM स्कुलको फोटोहरू। यहाँ चाहिँ BBM देख्न सक्नुहुन्छ, BBM सेकेन्डरी स्कुल यसले चाहिँ दिएको पात्र हो। आज चाहिँ फागुन कति गइसकेको छ, मैले आजको कति दिनमा बनाइरहेको छु भन्दाखेरि 22 गइसकेको छ। यहाँनिर फागुन 2082 ओके, फागुन 2082 र यहाँ छ हाम्रो बोतल। ओहो लौ अनि यसरी है, के हो यो लथालिङ्ग। र यहाँ देख्न सक्नुहुन्छ ग्यास, ओइ ग्यास। सो ग्यास त्यही हो, यहाँको चाहिँ अब यस्तै नै छ होइन, सबै लथालिङ्ग। र यहाँ देख्नुहुन्छ सिसा, जहाँ चाहिँ मैले सिसामा हेरिरहेको छु र तपाईँहरूलाई पनि देखाइरहेको छु होइन। अनि यता देख्नुहुन्छ बाहिर झ्यालबाट चाहिँ उता सरर यसरी देखिन्छ। र अर्को कुरा भनेको स्पेसल भनेको यहाँ चाहिँ के छ भन्दाखेरि यसो लौ है तेरी। र यहाँ चाहिँ झोला, यो ब्यागभित्र चाहिँ मैले सामान राखेको छु। के सामान राखेको छु भन्दाखेरि चाहिँ यो ब्यागभित्र छ हाम्रो के छ, कपडाहरू छ। पैसा नि होला यता पाइ होइन, हो हल्का यताउता झ्यामझ्याम मिलाएर कुरा बुझ्नुहोस् न होइन, मिलाएर कुरा बुझ्नुहोस् गाइस, मिलाएर कुरा बुझ्नुहोस्। त्यही नै हो। र यो चाहिँ मेरो हुने गरेको छ कोठाभित्र। अब मैले चाहिँ खासमा यो के बनाएर बोल्ने प्रयास चाहिँ ट्रेनिङ भइरहेको छ मेरो खासमा हुँदैन भन्दाखेरि त्यो पछाडि चाहिँ रेगुलर कन्टिन्यू बोल्नुपर्ने हुन्छ होइन। सो त्यो भएको कारण चाहिँ मैले ट्राई गरिरहेको छु। यो मेरो फर्स्ट ट्राई छ। कस्तो छ गाइस कमेन्ट गर्नु नबिर्सिनु होला। र अर्को कुरा भनेको चाहिँ यहाँ देख्नुहुन्छ ग्यासको सिलिन्डर, त्यता देख्नुहुन्छ भाँडाहरू, त्यहाँ देख्नुहुन्छ फोहोर पानी फाल्ने ठाउँ होइन। त्यसरी अब के गर्ने त नि, अनि फोहोरहरू चाहिँ फालेकै छैन। सो त्यही नै हो। अनि हेर्नु चाहिँ के कागज हो फेरि, यस्तो कागजलाई चाहिँ यसरी टक्क उठाएर यसरी ढ्याममा यता हालिदिनुपर्छ र त्यसलाई चाहिँ जलाएर फालिदिनुपर्छ होइन। देख्नुभयो मेरो आइडिया। र यहाँ तपाईँले देख्न सक्नुहुन्छ मैले लगाउने युज गर्ने तेल, यो चाहिँ हाम्रो अमलाबाट बनेको तेल हो। कहाँ गयो देखाएको छ यहाँ, स्पेसियल, वाउ नाइस। र यहाँ चाहिँ ब्रसहरू देख्न सक्नुहुन्छ। लो कसरी फालेको छ ब्रसहरू, काङ्गी यहाँनिर छ। र यो चाहिँ डिब्बा, यो चाहिँ पाउडर हो त्यो चाहिँ। अनि हेर्नुहोस् यहाँ देख्न सक्नुहुन्छ गाइस, अर्को भनेको चाहिँ यो मैले स्कुलबाट चोरेर उठाइदिएको। अब भाइ खास यो सरले राखिदिनु भनेर चाहिँ दिनुभएको थियो होइन। अनि मैले चाहिँ फेरि नलगेर यहीँ छ क्या। अनि त्यसो यो जुन हाइलाइटर, अनि यहाँ दुईवटा हाइलाइटर छ यार, कहाँ गएछ। अनि यो देख्नुहुन्छ क्युब देख्नुभयो गाइस, यहाँ मैले मिलाएको छु यतापट्टिको। मलाई एउटा मात्र मिलाउन आउँछ, यसको सबै मिलाउन आउँदैन होइन। के गर्ने त नि, अब सबै मिलाउन नआउने अब त्यतिकै राख्ने भइहाल्यो। र त्यही नै हो गाइस। ओके सी यू नेक्स्ट ब्लग। ओके।